हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। अनि यो चाहिँ मेरो फर्स्ट ब्लग हो साथीहरू। तपाईँहरू पनि सबै ठिकै हुनुहुन्छ होला। आज चाहिँ अब बाहिरमा चाहिँ अब निन्दा सिरान घुम्नको लागि जाँदैछौँ। अब तुर्केनी खेल मैदान आइसक्यौँ साथीहरू। हामी चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ तुर्केनी खेल मैदान हो। यहाँ चाहिँ अब भाले कप, खसी कप अनि ठुल्ठुलो गेमहरू पनि हुन्छ। अनि त्यत्तिकैमा बाहिरमा चाहिँ अब सिलमा अब भाइ चाहिँ अब खुसीले होइन अब दाँतहरू पनि देखाउँदै थियो। त्यहाँनिर देख्न सक्नुहुन्छ, चस्मा लाएर हिरो भइरहेको थियो क्या मेरो भाइ चाहिँ। अनि के भन्नु साथीहरू, अब भाइको स्मेलै कडा क्या। अनि हामी चाहिँ अब माथि हामी चाहिँ नकलबन्द पनि कटिसक्यौँ साथीहरू भर्खरै होइन। अब यो चाहिँ नकलबन्ददेखिको नजारा हो, भ्यू हो। भ्यू देख्नु सक्नुहुन्छ, एकदम दामी छ क्या। यो पिच बनाइसकेको छ कि बाटो, अनि त्यही भएर चाहिँ एकदम दामी देखिन्छ। अनि हामी चाहिँ अब के गर्नु त, मौसम त ठिकै थियो तल चाहिँ काकाभिट्टातिर मौसम ठिकै थियो। अनि तर माथि निन्दा सिरान पुग्नु खोज्दाखेरि चाहिँ साथीहरू मौसम चाहिँ यस्तो पानी परिदिरहेको, पुरै चिसै थियो। हेर्नु न, देख्न सक्नुहुन्छ ढुसीहरू यति धेरै लागेको थियो कि साथीहरू। अनि जाडो पनि भइरहेको थियो, अनि प्लस पानी पनि परिरहेको थियो। अनि हामी चाहिँ अब गयौँ, तर अब हामी पुल आइसक्यौँ साथीहरू। फाइनली निन्दा सिरानको पुल आइसक्यौँ, झोलुङ्गे पुल देख्न सक्नुहुन्छ। खोला चाहिँ क्या दामी भइदिरहेको रहेछ क्या झन्। निन्दा सिरानको खोला देख्न सक्नुहुन्छ, यो चाहिँ एकदम बबलै छ, दामी छ। अनि त्यत्तिकैमा बाहिरमा चाहिँ अब माथितिर लाग्छौँ। अनि भाइले चाहिँ अब आगो सागो फुक्ने काम गर्छ भनेर म चाहिँ पानी परेकोलाई पनि आगो फुकिदिन्छु भनेर चाहिँ च्यालेन्ज गरेको थियो भाइले होइन। तर कोसिस जारी छ होइन। अब के भन्नु साथीहरू, अब भाइले अब यस्तो पानी परिरहेको छ। अनि त्यहीमा साथीहरू यो चाहिँ अब पौडी खेल्ने दह अरे, यो चाहिँ अब त्यसरी बनाएको छ। अनि कसँगले दामी छ, तर धेरै गएर छैन, तर पौडी खेल्न चाहिँ मजा आउँछ भन्थ्यो। अनि हामीले चाहिँ साथीहरू अनि डिउ र निगार पनि लगेको थियौँ। अनि भाइले चाहिँ आगो फुक्दैछ यहाँनिर। यो हेलमेट अनि स्कुटी चाहिँ यहाँ राखेको छौँ। पानी परिरहेको छ, त्यही भएर फोन सेभ गर्नको लागि हामीले चाहिँ साथीहरू सोचेको थियौँ कि अब पानी परिरहेछ, खोला पनि अब धमिलो होला भनेर होइन। तर धमिलो चाहिँ भएको रहेन खोला। माथि चाहिँ पानी परेको रहेन क्या, पाहाड साइडमा चाहिँ। अनि यहाँ चाहिँ अब हल्का सिमसिम पानी परेको थियो। अनि त्यत्तिकैमा खोलाहरू देख्न सक्नुहुन्छ, खोलाहरू चाहिँ एकदम सफा थियो। अनि प्लस पानी पनि धमिलो भएको थिएन। अनि मजा आइरहेको थियो। बाहिर मेरो चाहिँ भाइ चाहिँ अब आफ्नै धुनमा अब त्यहाँ आगो बाल्न लागिरहेको छ होइन। अब कसरी हुन्छ, अब आगो बाल्छ कि बाल्दैन त्यो त थाहा भएन साथीहरू। यो मेरो भाइ चाहिँ अब निन्दा सिरान पुगेपछि मजाले नुहाउँछु भनेर आएको थियो। तर के गर्ने, माथि आएपछि अब यस्तो पानी परिदिरहेको रहेछ यहाँनिर। अनि त्यही भएर अब आगो बालेर नुहाउँछु भन्दा थियो। अब आगो बाल्यो भने नुहायो, नत्र नुहाउँदैन केटा चाहिँ। अब आजको लागि मेरो भ्लग यहीँसम्म थियो साथीहरू। टेक केयर।